नमस्कार। प्रधानमन्त्री बालेन शाहले देशभरिका सुकुम्बासी अथवा सरकारी जग्गा हडपेर बसेका सम्पूर्ण घर टहराहरू भत्काउने र सरकारी जग्गा फिर्ता ल्याउने उद्घोष गर्नुभएको छ र उहाँले तीनवटै निकाय सुरक्षा विभागहरूका प्रमुखसँग बसेर छलफल गरेर काठमाडौँ खोलाका छेउका कोरिडोरहरू अथवा विभिन्न ठाउँमा बसेका सुकुम्बासीहरूलाई तुरुन्त हटाउने निर्देशन दिनुभएछ। तर वास्तवमा भन्ने हो भने कुनै पनि राज्यले जनताबाट चुनेर आएको सरकारले वास्तविक सुकुम्बासी को हुन् त तिनीहरूको पहिचान गरेर तिनीहरूको उचित व्यवस्थापन गरेर अरू हुकुमबासीहरू हुन् कि सुकुम्बासी हुन् कि त्यो काम गर्नुपर्ने होइन र? त्यहाँ भएका असहाय वृद्ध बुढाबुढी अन्धा अपाङ्ग सुत्केरीलाई रोडमा फालेर समस्याको समाधान होला त? अझै संविधानले जुनसुकै नागरिकलाई पनि आवासको व्यवस्थापन गरेको छ भनिसकेपछि यसरी जबरजस्ती बल प्रयोग गरेर त्यो काम गर्नु कतिको उचित हो या होइन? मेरो विचारमा त त्यो बिल्कुल गलत काम हो। वास्तविक पहिचान गरेर सुकुम्बासीहरूलाई चाहिँ गर्नुपर्ने होइन र? तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नुहोस् है त।